हेलो गुड मर्निङ एभ्रिवान एन्ड जय मसी सबैजनालाई। फर्स्ट अफ अल परमेश्वरलाई धन्यवाद भएको आजको यो सुन्दर दिन दिनुभएकोमा। र आजको यस भिडियोमा मैले लुका 21 अध्यायलाई पाठ गरेको छु। अघिल्लो भिडियोमा मैले 20 अध्यायसम्म पाठ गरेको छु। अघिल्लो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। र आजको भिडियोमा मैले लुका 21 अध्यायलाई पाठ गरेको छु। यहाँ शीर्षकमा लेखिएको छ विधवाको भेटी। उहाँले हेर्नुहुँदा धनीहरूलाई आफ्ना भेटी मन्दिरको दानपत्रमा राखेका देख्नुभयो। उहाँले एउटी गरिब विधवालाई त्यहाँ 2 पौवा चढाएकी पनि देख्नुभयो। तब उहाँले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, यस गरिब विधवाले अरू सबैले भन्दा बढी चढाएकी छे, किनकि यिनीहरू सबैले आफ्ना प्रशस्तबाट भेटी चढाएका छन्, तर यसले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीवन नै दिए। अब कोहीले सुन्दर सुन्दर ढुङ्गाहरू र दानमा प्राप्त भएका सामग्रीहरूले सुसज्जित पारिएका मन्दिरको विषयमा कुरा गर्न लागे। यसले भन्नुभयो, तिमीहरूले जे देखिरहेका छौ त्यस्तो समय आउनेछ जब एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहने छैन, ती जम्मै भत्किजानेछन्। तिनीहरूले उहाँलाई सोधे, गुरुज्यू, यी सब कहिले हुन्छन् र यो कुरा हुन लाग्दा के चिन्ह हुनेछ? उहाँले भन्नुभयो, होसियार रहो, तिमीहरूलाई कसैले नबकाओस्। मेरो नाउँमा धेरैजना म उही नै हुँ र बेला नजिक आएको छ भनेर भन्छन्। तिमीहरूका पछि तिमीहरू नलाग। तिमीहरूले जब युद्धहरू र खैलाबेलाहरूका कुराहरू सुन्नेछौ तब भयभीत नहो, किनभने पहिले यी घटनाहरू हुनुपर्छ, तब अन्त्य चाहिँ तुरुन्तै हुने छैन। तब उहाँले तिनीहरूलाई भन्नुभयो, राष्ट्र राष्ट्रहरूका विरुद्धमा र राज्य राज्यको विरुद्धमा उठ्नेछ। भयङ्कर भूकम्पहरू हुनेछन्, विभिन्न ठाउँमा अनिकाल र महामारी हुनेछन्, भयङ्कर आतङ्क हुनेछ अनि आकाशबाट ठुला ठुला चिन्हहरू हुनेछन्। तर यो सबै कुराहरू हुन अघि मानिसहरूले तिमीहरूलाई पक्रनेछन् र सताउनेछन्, तिमीहरूलाई सभाघरहरूमा सुम्पिदिनेछन् र जालखानामा हालिदिनेछन्। तिमीहरूलाई मेरो नाउँको खातिर राजाहरू र हाकिमहरूका सामुन्ने पुर्याउनेछन्, तर तिमीहरूका लागि एउटा गवाही दिने अवसर हुनेछ। त्यसकारण आफ्नो बचाउको निम्ति के भन्ने हो सो अघिबाटै सोच्ने छैनौ भने आफ्ना मनमा पक्का गर, किनभने म तिमीहरूलाई यस्तो बोल्ने मुख र बुद्धि दिनेछु कि तिमीहरूका विरोधीहरूले प्रत्युत्तर दिन सक्ने छैनन् अनि खण्डन गर्न पनि सक्ने छैनन्। तर तिमीहरूका आमा बुबा र दाजुभाइ नातेदारहरू र मित्रहरूले पनि तिमीहरूलाई पक्राइदिनेछन् र तिनीहरूमध्ये कोहीलाई तिनीहरूले मार्नेछन्। मेरो नाउँको खातिर तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्, तर तिमीहरूको शिरको एउटा केस पनि नष्ट हुने छैन। तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्नो प्राण प्राप्त गर्नेछौ। तर जब यरुसलेमलाई सेनाहरूले घेरेको देख्छौ तब त्यसको विनाश नजिकै आइपुगेको छ भन्ने जान। तब युदियामा हुनेहरू पहाडतिर भागुन्, सहरभित्र हुनेहरू बाहिर भागी जाउन् र बाहिर गाउँहरूमा हुनेहरू सहरभित्र नपसुन्, किनभने लेखिएका कुराहरू सबै पुरा हुनलाई ती प्रतिशोधका दिन हुनेछन्। ती दिनमा गर्भवती र दुध खुवाउने स्त्रीहरूका निम्ति आए, किनकि पृथ्वीमा ठुलो सङ्कट आउनेछ र यस जातिमाथि क्रोध आइलाग्नेछ। तिमीहरू तरवारले मारिनेछन् र सबै देशमा कैदी बनाएर लगिनेछन् अनि अन्य जातिहरूको समय पुरा नभएसम्म तिमीहरूले यरुसलेमलाई खुट्टामुनि कुल्चेर राख्नेछन्। सूर्य, चन्द्र र ताराहरूमा चिन्ह देखा पर्नेछन् र समुद्रको गर्जन छारहरूले पृथ्वीका राष्ट्रहरू सङ्कटमा परि व्याकुल हुनेछन्। संसारमा हुन घटनाहरूको आशंकाले मानिसहरू मूर्छा पर्नेछन्, किनकि आकाशका पक्षीहरू डगमगाउनेछन्। त्यसपछि मानिसको पुत्रलाई शक्ति महामहिमासँग बादलमा आइरहेको तिमीहरूले देख्नेछन्। जब यी कुरा हुन थाल्छन् तब खडा हो र आफ्नो शिर माथि उठाओ, किनभने तिमीहरूको उद्धार नजिकै आइरहेको छ। उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, अन्जिरको रुख र सबै रुखहरूलाई हेर, तिनले बालुवा फेरेको देखेर तिमीहरू आफै थाहा पाउनेछौ कि यो ग्रीष्म ऋतु नजिकै छ। त्यसैगरी तिमीहरू पनि जब यो कुरा भइरहेको देख्छौ तब परमेश्वरको राज्य नजिक छ भनी जान। साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै घटना पुरा नभएसम्म यो पुस्ता बिति जाने छैन। आकाश र पृथ्वी बिति जानेछन्, तर मेरा वचन बित्ने छैनन्। तर तिमीहरू आफ्नो विषयमा होसियार रहो, नत्र त भोग विलास र मतवालापन र जीवनको फिक्रीले तिमीहरूको मन बदलिएला र तिमीहरू माथि एक्कासी त्यो दिन पासो झै आइपर्ला, किनकि यसरी नै सारा पृथ्वीमा बास गर्ने सबैमाथि यो आइपर्नेछ। तर आइपर्ने सबै कुराबाट उम्कन र मानिसको पुत्रको सामुन्ने खडा
हुन सामर्थ्य हुनलाई सबै समय प्रार्थना गर्दै जागा रहो। यसोले दिउँसो मन्दिरमा शिक्षा दिनुभयो र राति चाहिँ निस्केर जैतुन भनिने डाँडामा रात बिताउनु भयो। उहाँको वचन सुन्नलाई सबै मानिसहरू बिहानै मन्दिरमा आउँथे। आजको 21 अध्याय समाप्त भएको छ र नेक्स्ट भिडियोमा म 22 अध्यायलाई पाठ गर्नेछु। यसैले भिडियोलाई कन्टिन्यू हेर्नुहोला, लाइक र सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।